हेलो साथीहरू नमस्ते। म चाहिँ सविता साई। हाम्रो चाहिँ आज कमिरेको ड्राई पिकनिक जाने भनेर यसरी रोटीहरू पोलिरहेछौँ। रोटी पोलिसकेपछि सबै बनाइसकेपछि देखाउँछु। साथीहरू रोटीको चाहिँ सबैको भिडियो बनाउन सकिनँ। अब यति रोस्ट बनाएको यति देखाएँ। त्यसपछि अब सिधै पिकनिक गएको बाटोमा चाहिँ रमाइलो बच्चाले दुःख दिएन छ भने भिडियो बनाउँछु। नत्र पिकनिकमा गएको साथीहरूले यसो मोबाइल ठडाउनुहुन्छ अनि बनाउँछु ल हेर्नु साथीहरू हाम्रो रोस्ट। मेरो आवाज चाहिँ अलिक सानो आयो क्या हो। यहाँ अझै पाक्दैछ। कति बेला पाकेर पिकनिक जाने होइन। 2 बजे जाने भनेको अहिले कति बज्यो? 3 बजिसक्यो, 3:30 भइसक्यो। 4 बन्द लागिसक्यो हाम्रो दाले सर। मेरो छोरी सङ्गीता मेरो देउरानीलाई चाहिँ बिहानदेखि जाने भनेको बिचरा अहिले यस बेलासम्म जान नपाएर यस्तो टेन्सनमा छ। यता हेरी मम्मी कि मम्मी म चाहिँ बिहानदेखि सेलरोटी पोलेर बसेको अहिलेसम्म सकिँदैन के भन्ने हेर्नु। साथीहरू हामी चाहिँ घरबाट निस्केर बाटोमा भिडियो चाहिँ बनाउन सकिनँ मैले, किनकि म चाहिँ भित्र बसेको छोरी लिएर। त्यही भएर साथीहरू हामी चाहिँ फाइनली हो जहाँ पिकनिक आएको भनेर त्यहाँ आइसक्यौँ। यो सबैले हेरेर बस्नु भएको छ। हाम्रो बुवा त्यही त नि। ल हेर्नु हाम्रो यस्तो छ घुम्ने ठाउँ पिपल डाँडा। आई लभ पिपल डाँडा। अरे यहाँ त्यहाँ के अरे यो के करे सेखाम जाने डाँडा गन्जर जाने डाँडा हो कि गन्जर हो यो डाँडा। गिल्लाङ गन्जर सेखाम जाने बाटो हो यो चाहिँ। युट्युबमा आउँछ भएर हेर्नु ल। अब हामी यहाँ खाना लाग्यो। दिजुले त्यहाँ हाल्दै हुन्छ चिसो। हामी आएको ठाउँ हो। दिजुले चिसो हाल्दै हुन्छ रोस्ट हाल्दै दिदी चाहिँ सङ्गीता दिदी चाहिँ फेरि रोटी हाल्दै हुन्छ। यता दिजु
दम रोटी हेर्नु हाल्दिछु होला मैले रोटी हाल्दैछु मलाई गीत आफ्नो किन हो थाक्नु भयो क्या नाति मैले पाइन गीत ढिलो मैले पाइन भाग लिएर भ्याइयो अब चटनी हाल्न बाँकी छ भाग लाएर भ्याइँदैछ अब दिने कार्यक्रम छ यहाँ भाग दिन लाग्यो सबैलाई खाना दिन लाग्यो सबैलाई सङ्गीता दिदी हो खाना दिने फेरि बुवाहरू पनि सबैले खाना लाग्छ सबैले आफ्नो भाग लिएर खाना लाउनु भयो यता सुरु गरिसक्नु भयो यता खाना छोरीले यत्रो ठुलो भाग लिएर बसिछिन् ये के लारले सुन्ने सुन्ने हैन हजुर यो लार भनेको सुन्ने सुन्ने राख्छ के
गाइज पिकनिक खाना आएको यी सबै आफ्नो आफ्नो तालमा भइसिन्छ सबैले खाइपी गरेर यस्तो रात पनि पर्न लागिसक्यो रातको भ्यू हाम्रो टिका जोइ हाम्रो गुरुजी हुनुहुन्छ कि एउटा गाडी नै रिजर्भ गरेर आएको नि त हामी साथीहरू मेरो युट्युबलाई सब्सक्राइब गर्नु है हजुर देखिनुहुन्छ युट्युबमा हारेका चाहिँ छोराछोरीहरू त्यहाँ छ मेरो छोरी हेलो 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 उता फोटो खिच्न तयार यहाँ छु है साथीहरू सबैको भिडियो बनाउँदा आफ्नै फोटो खिच्न पाएन भिडियो खिच्न पाएन हेलो हामी चाहिँ देउरानी जेठानी धेरै समय साथीहरू यही हो हाम्रो भिडियो एउटा ल है साथीहरू हामी चाहिँ अब घर जान लागेको हो ल एकचोटि गीत आउन नाच्नु सबै ल साथीहरू हेर्नु न अबेला आयो नि त घरमा पकाइ क्यारी गर्दाखेरि ढिलो भयो है यहाँ चाहिँ अब अँधेरो भइसक्यो अँधेरो भएपछि ल आउँछु र है साथीहरू हामी चाहिँ घर हिँडेको म चाहिँ गाडी भित्र छु अरू साथीहरू गाडी माथि हुन्छ बुवा यता होइसिन्छ मेरो छोरीले यी बजाउँदैछ यता गिराउनु त आमा सुरु गर्नु न काली पारे दाइ मेरो मायालाई नबिर्सनु है काली पारे दाइ मेरो मायालाई नबिर्सनु है बेला रमाउने काली पारे साथीहरू हाम्रो लास्ट हुँदैछ फेरि उहाँ उसबाट पिपल डाँडाको मन्दन खानबाट आइसकेपछि हामी फेरि यहाँ हाम्रो भवनमा रमाइलो गर्दैछौँ है साथीहरू मेरो छोरीले सबै माताजी
पहिला छिटिन लाग्यो ल बाई बाई आमा दिदी सबैलाई बाई बाई रमाइलो भयो नि सबैलाई बाई 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 हस् हुन्छ आमा हुन्छ हुन्छ बाई बाई ल फेरि भेटौँ ल बाई बाई ल बाई गर्नु त हेरेर बाई 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 ल ल साथीहरू हामी चाहिँ छुट्टिन लागेको फेरि भेटौँ ल यस्तै रमाइलो भिडियोहरू लिएर आएर बाई